एकछिन पख्नुस् त। आज सामाजिक सञ्जालमा बढ्दै गएको भिडियो कन्टेन्टको कुरा गरौँ। कुनै पनि व्यक्ति वा नेताले कुनै समय कुनै विषय वा क्षेत्रका विषयमा बोलेका हुन्छन्, तर त्यस विषयलाई प्रश्न पार्ने पूर्ण भाग नराखी केही भाग काटेर गलत रूपमा सामाजिक सञ्जालमा प्रयोग गर्ने क्रम बढ्दो अवस्थामा छ। यसको मारमा धेरै व्यक्ति वा नेता, मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म पर्ने गरेका छन्। हामीले यस्ता कन्टेन्ट देखिरहेका छौँ। यसको एक ज्वलन्त उदाहरण हो योगेश भट्टराईको पछिल्लो समय सामाजिक सञ्जालमा आएको अर्थमन्त्रीलाई कमिसन सम्बन्धी कुरो। यो भिडियोको एउटा टुक्रामा आफ्नो क्षेत्रमा बजेट पार्नु परे अर्थमन्त्रीलाई कमिसन दिनुपर्ने भन्ने आशयको कुरा राखिएको छ। पत्रकार टीकाराम यात्रीले लिएको अन्तर्वार्तामा एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य भट्टराईले यसो भनेको देखिन्छ। भ्रम फैलाउन सामाजिक सञ्जालमा राखिएको भिडियो यो एकपटक हेरौँ। अर्थमन्त्रीले पहिले नै तिम्रोमा योजना हालिदिने हो भने अग्रिम 10% ल्याएर ब्याङ्कमा हाल्नु भनेको आफ्नो लागि हैन। यो आम अभ्यास छ यहाँ। त्यसपछि बजेट गएपछि अर्को 10% हैन, अनि अर्को 10% कसलाई भनेपछि झनै यो पीसीको कुरा जसरी 2032 सालदेखि राजा वीरेन्द्र भ्रमणमा गएको बेलामा धनकुटामा चाहिँ एकजना इन्जिनियरले तलबले पुगेन भने पछाडि पीसीको प्रावधान चाहिँ हुकुम प्रमाङ्गीबाट लागू भएको थियो र आजसम्म पनि छ हैन, पर्सेन्ट कमिसनको कुरा। त्यो चाहिँ त्यहाँ अर्थ मन्त्रालयमा पनि रहेछ। आम हिसाबले देखिन्छ त्यो मन्त्रालयमा स्वीकारोक्ति छ। अब मधेसको महिलाले नजिकबाट हेरे नि, स्थानीय तहको साथीहरूलाई पनि सोधेँ, कति ठाउँमा एमालेका साथीहरू छन्, उहाँहरूलाई सोधेँ यो बजेट कसरी ल्याउनु भयो भनेर सोधेँ मैले। के गर्नु कामरेड, अब पहिले 10% जम्मा गरेर भन्यो, गरेर ल्याएर आएको। त्यो 10% चाहिँ कहाँ जाने हो? त्यो 10% चाहिँ अर्थमन्त्रीले कुनै ब्याङ्क एकाउन्ट दिएको हुन्छ त्यहाँ लगेर हालिदिउँ भनेको कसका लागि? आफ्नो लागि। अब यसको यथार्थ बुझौँ। पत्रकार टीकाराम यात्रीले आजभन्दा 10 महिना अगाडि भट्टराईसँग लिएको अन्तर्वार्ताको अंश हो यो। उक्त अन्तर्वार्ता हिमालय टेलिभिजनमा प्रसारण भएको थियो। उक्त अन्तर्वार्तामा सांसद भट्टराईले प्रदेश सरकारहरूको अवस्था बताउने क्रममा मध्य प्रदेशको बजेट र योजनाका विषयमा कुरा गर्दा उक्त कुरा भनेका रहेछन्। मध्य प्रदेशका मन्त्रीले कमिसन बिना बजेट नदिएको प्रसङ्ग उक्त अन्तर्वार्तामा रहेको छ। तर यो अन्तर्वार्ताको सानो टुक्रालाई अहिलेका सङ्घीय अर्थमन्त्री र सरकारलाई जोडेर सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएको छ। एकपटक यो अन्तर्वार्ताको वास्तविक भिडियो के रहेको छ यो पनि हेरौँ। यो मधेसमा जनमत सङ्ग्रह गर्ने हो भने प्रदेशको सरकार हटाउनेमै पो बहुमत जान्छ कि क्या जस्तो लाग्छ। प्रदेशको सरकार होइन, प्रदेशको संरचना हटाइदिने कि त्यो आजित छ के त्यो मान्छेहरू। बरु हिजो जे थियो बरु त्यसले नि बरु सरकार भएको महसुस थियो, अहिले चाहिँ झन् आजित भइयो। भन हिजो त काठमाडौँ मात्रै एउटा भनौँ न ठालु नै बस्दै भन्यो नि, काठमाडौँको ठालु थियो नि होइन, बिचमा अर्को ठालु त्यहाँ जन्मिरहेको छ। उसको शान सौगत त्यस्तै देखिन्छ। त्यो कुनै पर्सनली मैले कुनै मुख्यमन्त्रीलाई कुनै मन्त्रीजीहरूलाई मैले त्यो आरोप लगाउनु खोजेको होइन, व्यवहार त्यस्तो देखिन्छ। अनि बजेटको कार्यान्वयन तपाईँ अचम्म गजब छ के छ भने होइन, अब अर्थमन्त्रीले पहिले नै तिम्रोमा योजना हालिदिने हो भने अग्रिम 10% ल्याएर ब्याङ्कमा हाल्नु भनेको आफ्नो लागि होइन। यो आम अभ्यास छ यहाँ। त्यसपछि बजेट गएपछि अर्को 10% हैन, अनि अर्को 10% कसलाई भनेपछि झनै यो पीसीको कुरा जसरी 2032 सालदेखि राजा वीरेन्द्र भ्रमणमा गएको बेलामा धनकुटामा चाहिँ एकजना इन्जिनियरले तलबले पुगेन भने पछाडि पीसीको प्रावधान चाहिँ हुकुम प्रमाङ्गीबाट लागू भएको थियो र आजसम्म पनि छ हैन, पर्सेन्ट कमिसनको कुरा। त्यो चाहिँ त्यहाँ अर्थ मन्त्रालयमा पनि रहेछ। आम हिसाबले देखिन्छ त्यो मन्त्रालयमा स्वीकारोक्ति छ। अब मधेसको महिलाले नजिकबाट हेरे नि, स्थानीय तहको साथीहरूलाई पनि सोधेँ, कति ठाउँमा एमालेका साथीहरू छन्, उहाँहरूलाई सोधेँ यो बजेट कसरी ल्याउनु भयो भनेर सोधेँ मैले। के गर्नु कामरेड, अब पहिले 10% जम्मा गरेर भन्यो, गरेर ल्याएर आएको। त्यो 10% चाहिँ कहाँ जाने हो? त्यो 10% चाहिँ अर्थमन्त्रीले कुनै ब्याङ्क एकाउन्ट दिएको हुन्छ त्यहाँ लगेर हालिदिउँ
भनेको कसका लागि? आफ्नो लागि। अनि यो त तपाईँले यति ठुलो हाँक दिँदै हुनुहुन्छ कि जान भ्रष्टाचार चाहिँ संस्थागत मात्रै होइन पारदर्शी रहेछ त्यहाँ भ्रष्टाचार घोषितै छ। त्यसप्रति कुनै निकाय राष्ट्रिय सतर्कता केन्द्र अख्तियार ती निकायका अब महालेखा परीक्षकको प्रतिवेदनमा भनौँ न सबभन्दा बढी बेरोजु मधेसमै देखिन्छ। हो, यसरी नै पछिल्लो समय कुनै प्रसङ्गमा बोलेका कुरालाई गलत रूपमा प्रयोग गर्ने क्रम बढ्दै गएको छ सामाजिक सञ्जालमा। त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले वास्तविकता के हो बुझेर हेर्ने र कमेन्ट गर्ने समय आएको छ। नत्र भ्युजको लोभमा भ्रम छर्न तयार पारिएका यस्ता कन्टेन्टको शिकार तपाईँ पनि बन्न सक्नुहुन्छ।